आज त हामी कति दिनदेखि शङ्ख पार्क आउने विचारमा थियौँ र आज नानी चाहिँ शङ्ख पार्क आएको छिन् होइन फाइनल्ली। अनि अरू के छ त कुरालु भन्नु? अब रमाइलो गर्ने होला है? यस ल। शङ्ख पार्क चाहिँ धुम्बाराईमा पर्छ है। यो चाहिँ एकदमै आनन्दको ठाउँ छ। शनिबार आउनको लागि चाहिँ हामीलाई एकदमै धेरै फन हुन्छ। फन हुन्छ छोरी? अब हामी एक्सर्साइज गर्न जाने हो। के गर्ने अरे? एक्सर्साइज गर्ने? ओके। अहिले एकदम पानी जमेर एकदम फोहोर जस्तो भएछ है। पहिला चाहिँ कस्तो सफा थियो, अहिले चाहिँ अलिक फोहोर फोहोर भएको छ। फोहोर देख्यौ तिमीले त्यो? के स्विमिङ गर्न मन लाग्यो? त्यस्तो फोहोरमा? ओ माई गड, कति राम्रो फुल रहेछ यहाँ, हेर्नुहोस् त। वाउ, कहाँ टिप्छु त म फुल टिप्छु त। कस्तो आनन्दको छ हेर्नु न है। जाऊ छोरी जाऊ, हिँड्दै गर ल। ओके। धेरै टोकेर माला पनि झार्नु भयो उहाँले आज। नटोक्नु 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 भन्छ, टोकेरै सक्नु भएन। सरी गॉड। के खेलेको यो? यता हेर्नु एकचोटि ल, बिस्तारो चढ्नु है। अब उत्रिछ, लडिन्छ। ल ओके। यहाँ चाहिँ अरू बच्चाहरू पनि आएर खेल्नुहुन्छ है। यसरी रमाइलो हुन्छ फन पार्कमा। ल दुईजनाको के हो भयो अब? ल मजा आयो हो र? अब यहाँबाट खेल्न आँट्दैछन् उनी। फन भयो? अब हामी खेलिसक्यौँ। अब हामी घर जान्छौँ। बाई बाई।